आज चाहिँ हाम्रो सभामुख डिपी अर्याल लगायत सम्पूर्ण हाम्रो मानिने ज्यूहरूलाई चाहिँ धन्यवाद दिनुपर्छ, सांसदज्यूहरूलाई होइन। किनभने उहाँले हर्क साम्पाङ सरसँग हातेमालो गरेर संसद भवनभित्र वृक्षरोपण गर्नुभएको छ। यो कुरो एकदमै सराहनीय छ। हेर्दाखेरि सरल होला, तर बुझ्नेलाई यो कुरा एकदम नितान्त गहिरो छ। यसरी तपाईँहरू जुनै पार्टीको भए पनि हातेमालो गर्दै जानुहोस्, श्रमदान गर्दै जानुहोस्, देश अवश्य बन्छ। यति नै भन्न चाहे। र तपाईँ सम्पूर्ण सबै पार्टीका हाम्रा सांसदज्यू माननीयज्यूहरूलाई चाहिँ धेरै धेरै धन्यवाद अनि सल्युट छ हजुरहरूलाई है। जय माटो, जय देश, जय हर्कबाद। अब देश कसो नबन्ला त होइन र, कि कसो हो